नमस्ते, म विमल पोखरेल। आज सुनसरीको कप्तानगञ्जमा भएको घटनाको बारेमा सानो छलफल गरौँ। सुनसरीको कप्तानगञ्जमा हिन्दू र मुसलमानको बिचमा भएको विवाद र त्यसपछि झडप र त्यहाँ प्रहरीको गोली लागेर त्यहाँ 2 जना मान्छेको मृत्यु भएको र केही मान्छेहरू घाइते भएको समाचार आयो र त्यो सँगसँगै त्यहाँ धेरै हिंसाहरू भए। खाली सुनसरी मात्रै नभएर त्यस आसपासका जिल्लाहरूमा पनि कयौँ झडपहरू भए र त्यहाँ लगातार कर्फ्यू लागिरहेको छ। मान्छेहरू यसलाई तत्कालै भएको घटना जस्तो हेरिरहेका छन्, यो अस्ति मात्रै भएको जस्तो मान्छेहरूलाई लागिरहेको छ। तर हामीले के बुझ्नुपर्छ भने विगत 20 वर्षदेखि समाजमा रोपेको 20 को प्रतिफल निस्कने क्रम जारी छ। 2062-63 पछि समाजमा के रोपिएको थियो? यही रोपेको होइन र? राजनीतिमा धर्मको धन्दा रोपियो, राजनीतिमा जातको धन्दा रोपियो। कुरा त्यति मात्रै हो र त्यसलाई संवैधानिकरण गरियो हैन। 62-63 को संविधानमा के गरियो? थरी थरीका जातीय आयोगहरू राखे होइन। 72 को संविधानलाई हेरौँ न, त्यहाँ कति आयोग छन्? मुस्लिम आयोग हैन, दलित आयोग, समावेशी आयोग, मधेसी आयोग, थारू आयोग। के गर्न राखे? जब कुनै राज्यले धर्म र जातलाई राजनीतिको रङ्ग दिन्छ, त्यहाँ द्वन्द्व सुरु हुन्छ, सिर्जना हुन्छ। भोट बटुल्नको लागि जे पनि गर्दिने, भोट बटुल्नको लागि बनाएका आयोग होइन नि। मेरो माग थियो, मेरो पार्टीको माग थियो थारू आयोग बनाउन भनिदियो एउटाले, अर्कोले भनिदियो मेरो पार्टीको माग थियो मुस्लिम आयोग बनाउने, माग पुरा गर्ने भन्यो, त्यहाँ गयो बनायो। अर्कोले भन्यो जनजाति आयोग बनाउने, मेरो पार्टीको माग थियो, मेरो माग थियो भनिदियो, त्यसपछि तिनलाई खुसी बनायो। अर्कोले भन्छ म मधेसीको मान्छे हुँ हैन, मैले मधेसी आयोग बनाएँ, मधेसीको हक अधिकार ल्याउनला भन्छ, अर्को धन्दा सुरु गर्छ। यहाँ के बाँकी रह्यो? त्यसपछि अर्को आउँछ दलित भनेको म त दलितको एजेन्डा ल्याएर आएँ। गर्न खोजिएको के थियो? यही थिएन र? जब जात र धर्मलाई राजनीतिको रङ्ग दिइन्छ, राजनीतिमा ल्याइन्छ, त्यसले के गर्छ? उत्तेजना फैलाउँछ, त्यसले मान्छेलाई उत्तेजित बनाउँछ। अब धर्म कहाँसम्म सीमित हुनुपर्छ? मैले बारम्बार भन्दै आएको छु, जुनसुकै धर्म पनि मान्छेको मन, व्यक्ति, परिवार, घर आँगन, कुल कुटुम्ब र धार्मिक कार्यहरूमा मात्रै सीमित हुनुपर्छ। जस्तै कि मन्दिरमा सीमित, मस्जिदमा, चैत्य, गुम्बा, चर्चहरूमा सीमित हुनुपर्छ। जब धर्मले सडकमा आएर ताण्डव नृत्य नचाउँछ, नाच्न थाल्छ, त्यसपछि के हुन्छ? अर्को धार्मिक पक्षलाई त्यसले उत्तेजित बनाउँछ, द्वन्द्व सिर्जना हुन्छ, मान्छेहरू मर्ने र मारिने क्रम जान्छ। जातीय कुरा पनि त्यही हो। जातिहरू कहाँसम्म आउनुपर्छ? आफ्नो कुल, कुटुम्ब, समुदाय, त्यसका रीतिथिति, चाडपर्व हैन, संस्कृतिहरू, त्यहाँभित्र सीमित हुनुपर्ने होइन जातीय कुराहरू। जब त्यसले राजनीतिको रङ्ग लिन्छ, जब त्यसलाई भोट बटुल्ने, भोट ब्याङ्क बनाउन थालिन्छ, त्यसपछि के हुन्छ? मेरो जाति ठुलो भन्ने अहङ्कार सिर्जना हुन्छ हैन। तेरो जाति तुच्छ, मेरो जाति महान, बाहुन महान, क्षेत्री तुच्छ, जनजाति महान, अर्को दलित तुच्छ हैन। अथवा हामी त महान जाति हौँ भनिदिन्छ दलितले, होइन अर्को चाहिँ तुच्छ भनिदिन्छ। यो जातीय राजनीति, यो धार्मिक राजनीति कसले रोप्या हो? सुरुमा माओवादीले रोपे। माओवादी भन्ने एउटा पार्टी थियो नि, त्यसले कहिले जातका बाहेक अरूको राजनीति गर्यो? कहिले गरेन। त्यसपछि उपेन्द्र यादव आए, तिनले मधेसको बाहेक कहिले जिन्दगी राजनीति गरे? कहिले गरेन। त्यसपछि राजेन्द्र लिङ्गदेनको उदय भयो, हिन्दू धर्मको राजनीति लिएर। कमल थापाहरूको उदय भयो हैन। हामी हिन्दूहरू महान हौँ भन्दै, हिन्दूहरू महान हुनुको अर्थ के हो? अरू तुच्छ छन् भने त होला हैन। त्यसपछि थरी थरीका आयोगहरू, त्यहाँ आयोगहरू कसलाई लग्यो?
ती जुन जुन धर्मका कट्टरवादीहरू हुन्, कट्टरतावादीहरू हुन्, तिनलाई होइन लैजाने। जुन जातका कट्टरतावादी हुन् तिनीहरूलाई होइन त्यो जातीय आयोगहरूमा लैजाने। अनि जब समाजमा जात र धर्मलाई कट्टरतातर्फ धकेलिन्छ त्यसले के गर्छ? द्वन्द्व सिर्जना गर्छ होइन, एक अर्कामा वैमनस्यता सिर्जना गर्छ, अर्कालाई घृणाको भावमा हेर्छ होइन, अर्कोलाई अरूको समुदायका अथवा अर्को धर्मका पक्षहरूलाई उसले के गर्छ? खराब नजरले हेर्छ अनि द्वन्द्व सिर्जना हुन्छ। राजनीतिमा यही गरे होइन, धर्म र चाहिँ जातलाई संविधानमा ल्याएर राजनीतिकरण गरेपछि के हुन्छ? अधिकारको नाममा होइन, अधिकारको नाममा धर्म र जातलाई राजनीतिकरण गर्ने र त्यसलाई संवैधानिकरण गर्ने यो धन्दाको परिणाम त आउनु थियो। यो सामूहिक पागलपनको निश्चित स्वार्थहरूका गठजोडहरूको परिणाम त आउनु नै थियो। त्यसले गर्दा के हो भने सबैभन्दा ठुलो पक्ष भनेको यहाँ जाति होइन, धर्म होइन, मानवता हो, विचार हो, दर्शन हो, साहित्य हो, कला हो, संस्कृति हो, एकले अर्कालाई सम्मान गर्ने एउटा भावना हो। मानव जातिको निर्माण त त्यसरी नै भएको हो हैन। जुन जुन चिजहरू जुन व्यक्तिमा समुदायमा सीमित हुनुपर्ने त्यही सीमित गरौँ। धर्म मान्ने मान्छेहरूलाई आफ्नै ढङ्गले धर्म मान्न दिउँ, त्यसलाई सडकमा ल्याएर पोख्न नदिउँ। अब अहिले धर्मको आवरणमा क्रिस्चियनिटी कसरी फैलाइएको छ? सयौं एनजिओहरू त यहाँ क्रिस्चियनिटी फैलाउनको लागि नेपालमा दर्ता गरेर राखिएको छ। जे पनि गरिदिने, जसो पनि गरिदिने, त्यसले अझ बाँकी छ। यहाँ अझ यहाँ बाँकी छ, धार्मिक द्वन्द्वहरू हुन बाँकी छ। त्यो मसलाहरू बनिरहेका छन् नि भित्रभित्रै हैन। सयौं चर्चहरू विदेशीहरूले आएर बनाइदिएका छन्। नेपालका चर्चहरू विदेशीहरूले बनाइदिने हो। के गरे हैन? यो धन्दा कसले चलाएको? राजनैतिक पार्टीका नेताहरूले चलाएको। त्यसले गर्दा कुरा के हो भने यो द्वन्द्व यो निरन्तर ल्याउने क्रममा छ हैन। यो यसलाई विष रोपिएको छ। नेपालको माटोमा मिलेर बसेका समुदायहरूको बीचमा आपसमा द्वन्द्व पैदा गर्ने, मिलेर बसेका धार्मिक समुदायको बीचमा द्वन्द्व खडा गरिदिने हैन। अनि विभिन्न घुसपैठहरू बनाइदिने, त्यसपछि चाहिँ अनि रोटी सेक्ने, राजनीतिको रोटी सेक्ने, अनि त्यसपछि भोट ब्याङ्क बनाउने, अनि त्यसपछि के गर्ने? चुनाव जित्ने, नेता हुने, मन्त्री हुने, समाजमा आगो लाउने। मान्छेहरू जो जो मर्ने हो मरुन्, धर्मको नाममा मरुन्, जातको नाममा मरुन्, उमेरको नाममा मरुन् हैन। कथित जेन्दी आन्दोलनमा त्यही भयो हैन। उमेरका नाममा मरे हैनन् मान्छेहरू। उमेर ल्याइयो नि त राजनीतिमा हैन। बाँकी बुढाखाडा केही काम नलाग्ने हुन्, तिनलाई लगेर चाहिँ बागमतीमा गाडी हाल्नुपर्छ। अब हामी युवाहरू भनेर उमेरलाई राजनीतिमा ल्याएपछि के भयो? ठुलो नरसंहार भयो। त्यसले गर्दा जब राजनीतिमा गलत धन्दाहरू, मसलाहरू लिइन्छ, जहाँ दर्शन, राजनीति, सिद्धान्तहरूलाई तिलाञ्जली दिइन्छ, बागमतीमा लगेर गाडिन्छ भनौँ न, त्यसपछि यस्तै खालका कुराहरू आउँछन्। र अझै संसदको ताण्डव हेरिरहेको छु मैले हैन। आत्महत्यालाई ग्लोरिफाई गर्ने काम गर्यो त्यही संसदले। झन्डै 1 हप्तासम्म गर्यो त्यसले। त्यो एउटा गणेश नेपाली भन्ने व्यक्तिले चाहिँ आत्महत्या गरे त्रिपुरेश्वरमा, त्यसलाई 1 हप्तासम्म ग्लोरिफाई गरियो। त्यसपछि अहिले प्रचण्डले, सेतो पार्टीले माफी मागिरहेछन् दिनदिनै हैन। माफी सप्ताह चलिरहेछ। फेरि अहिले सुनसरीमा भएको धार्मिक दङ्गालाई राजनीतिको रङ्ग दिने काम भयो हैन। त्यसपछि फेरि ओहो हामीले त गलत गरेर रहन्छौँ भनेर फेरि अर्को माफी माग्ने काम सुरु हुने होला। फेरि त्यसपछि धन्दा हैन कसरी हुन्छ? यसरी जुन प्रकारका गलत क्रियाकलापहरू हुने गरेका छन्, यसलाई रोक्नको लागि समाजमा सहिष्णुता, धार्मिक सहिष्णुता, जातीय सहिष्णुता, अमन चयन र शान्ति कायम गरौँ। कुनै पनि अतिवादलाई हामीले निरुत्साहित गरौँ, बाँच्न सिकाउँ, शान्तिको बाटोमा लागौँ। आजको छलफल यति नै। नमस्ते।